हाई गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ म नेपालगञ्ज बागेश्वरी धाम दर्शन गर्न आइरहेको छु। हेर्नु होला लास्टसम्म कस्तो लाग्छ हजुरहरूलाई। आज चाहिँ हामी दर्शन गर्नेहरू भक्तजनको धेरै भिड भइरहेको छ। आज यो चाहिँ पानीको तलाउ पनि पहिला बन्दै थियो, अहिले चाहिँ बनिसकेको रहेछ। आज जानेछु म मन्दिरको भित्र पनि कस्तो छ। मन्दिरभन्दा भित्र त क्यामेरा लाग्न पाइँदैन, बाहिरदेखि देखाउँछु गाइज। हेर्नुहोस् म चाहिँ यता छु। यहाँ चाहिँ देख्नुहोस् मस्त भइरहेछ आजभोलि। यहाँ भक्तजनहरूको भिड पनि धेरै नै छ। हेर्नुहोस् अब म पनि दर्शन गर्न आएको यहाँ। अब दर्शन गर्नु पर्यो भनेर आएको होइन। यहाँ हेर्नु सबैमा भक्तजनहरू पनि आउनुभएको रहेछ। आजको दिन दर्शन गर्ने धेरै रहेछ। यहाँ हेर्नु सबै आफ्नो आफ्नो धुनमा छन्, दर्शन गर्दैछन्, कोही फोटो खिच्दैछन् है। म पनि आफ्नै धुनमा छु गाइजहरू। ठिक छ, यहाँ दर्शनहरूको भिड पनि टन्नै छ। हेर्नु यहाँ कोही दर्शन गरिरहेछन्, कोही केही गरिरहेछन्, कोही टिका लगाइरहेछन्, फोटो खिच्नेको पनि धेरै नै छ भिड। हेर्नुहोस् लास्टसम्म हेर्नु होला सबैजना। यहाँ हेर्नु पुलिसहरू पनि छन्। यहाँ फोटो खिच्न पाइँदैन भनिरहेछन् दिदीले पनि। हेरौँ उता हेर्ने मन्दिर हेर्नु। यहाँ यताबाट गुफाबाट निस्केर यताबाट निस्किन्छन् होइन। यहाँ मस्त छ भ्यू। दर्शन गर्न आउनु होला हजुरहरू पनि। नेपालगञ्जमा एकचोटि आएर जानु होला। नेपालगञ्ज हुनुहुन्छ भने सबैजनाले हेरिदिनु है कस्तो छ यहाँको सबै। म हजुरको भिडियोको मार्फतबाट हजुरलाई देखाउँदैछु। म हजुरहरू कतिपय जानुभयो होला, कतिपय जानुभएको छैन होला। यो चाहिँ नाकको हो, हेर्नुहोस् नाकको हो। यहाँ हेर्नु फोटो खिच्नेहरूको पनि भिडै छ। यता साइडमा पनि सबै मान्छेहरू दर्शन गर्दैछन् भने यहाँ चाहिँ शिव भगवानको त्रिशूल पनि छ। यहाँ हेर्नु हाम्रो टिका लगाइने शालिग्राम छ यहाँ। यहाँ हामीलाई टिका लगाइदिन्छन्। तर म अब जान्छु त्यहाँ टिका लगाउन। अब के भन्छ है, भिडियो बनाउनु मिल्दैन भन्छन् क्या जस्तो लाग्छ मलाई। यहाँ लेखेछ कि भिडियो बनाउनु बन्द छ, फाइन लाग्छ 500 रुपियाँ भनेको छ। अब म पनि जान्छु। अब म पनि यहाँ टिका लगाइदिएँ भन्छु है। टिका लगाइदिउँ भनेको क्यामेरा बन्द गर, क्यामेरा अन गर्न मिल्दैन भन्दै त्यो भएर भित्रको गरेन। अब यतापट्टि आइसकेको छु म। यहाँ हेर्नु यहाँ शिव भगवानको शालिग्राम छ। यहाँ सबैजना डोक गरेर जान्छन् एकचोटि। यहाँ हेर्नुहोस् यहाँ दर्शन गर्न पनि आइसकेका छन् सबैजना। म पनि दर्शन गरिसकेँ। कस्तो मान्छेहरू छन् सबै हेर्नु। ओके गाइज बाई, नेक्स्ट भिडियोमा मिलेंगे, बाई बाई।